ल भयो अहिले पोलिटिकल पार्टी बोल्नुभन्दा पहिला सबै चेन्ज गर्नुपर्छ। सबै चेन्ज ऋषिराईलाई यहाँनिर रोक्नु सबै दिनुपर्छ। त्यसैले म तपाईँलाई भन्न चाहन्छु यो पत्रकार सम्मेलन हो, यो पत्रकार सम्मेलनमा साथीहरू खालि जेन्जीहरूको हरेक मुभमेन्टमा मैले साथ दिएको भएर अहिले त आजको दिनमा म पत्रकार साथीहरूलाई धन्यवाद दिन चाहन्छु। नेपालको हरेक सञ्चार क्षेत्रमा भ्रष्टाचारबाट कारबाही गर्नुपर्छ अभियान सुरु गरेको छ। देशको नेतृत्व युवाहरूले गर्नुपर्छ। ल मैले प्रश्न गरेँ ल मैले सबैसँग टाइम मागेँ जस्तो जेएनजी सरकार भनौँ जेएनजीकै सरकार भनौँ सुशीला कार्की प्रधानमन्त्री छिन् होइन उनी धेरै पार्टीको अवसर प्रधान न्यायाधीश हुन धेरै पार्टी फेरेर आएकी मान्छे राजनीतिक बाहिर नल्याउने भनियो। अर्को अहिलेको गृहमन्त्री ओम प्रकाश अर्याल जो भाइहरूसँग पटक पटक वार्तामा अथवा सम्पर्कमा हुनुहुन्छ होला जो सुडन गुरुङ मार्फत आउनुभयो उहाँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रेस सल्लाहकार कानुनी सल्लाहकार हुँदा उहाँले काठमाडौँको व्यवसायीहरूलाई सानो सानो विद्यालय कलेज व्यवसायलाई ठुलो मुद्दा हालेर अथवा मुद्दाको धम्की दिएर करप्सन गरेको करप्टेड मान्छे हो। उहाँले एउटा फाइल खोल्न 20,000 रुपियाँसम्म पैसा मागेको धेरै व्यवसायीले अहिले गुनासो गर्छ हामी सञ्चार क्षेत्रसँग। अब मैले अघि फाइल भ्रष्टाचारको फाइल खोल्ने भन्दा भ्रष्टाचारको फाइल अहिलेको सरकार जस्तो सुशीला कार्कीको ओम प्रकाश अर्यालको कुलमान घिसिङको लगायत जो सरकारमा भएका छन् अथवा योभन्दा अघिल्लो सरकारको प्रधानमन्त्री केपी ओलीको रमेश लेखकको यो सरकारकोबाट सुरु गरौँ भने के होला एउटा प्रश्न यहाँबाट जाँदा। अब अहिले भाइले वैदेशिक रोजगारीमा भएको नेपालीहरू भनेको म यस क्षेत्रमा कलम चलाएको 8-10 वर्ष भइसक्यो। वैदेशिक रोजगारीमा गएका मान्छेको रेमिटेन्स मात्रै होइन तिनीहरूको सिपको यति दुरुपयोग भएको छ जुन राज्यमा सबैभन्दा ठुलो तिनीहरूको सिप फर्काउनको लागि योजना चाहिन्छ। त्यो योजना भनेको पैसा हो। मलाई भर्खरै मात्रै गाउँ जाँदाखेरि मैले अलिकति टाइमले मेरो गाउँको मान्छेले गाउँ फर्किँ भने तर म गाउँ फर्किन्न। किन म गाउँ फर्किनँ भने म बोल्न मात्रै फर्किने हो, म सञ्चारकर्मी हो। तर मभन्दा अग्रजहरू जो पैसा छ लगानी गर्न सक्छन् क्षमता छ एउटा 10 करोड भएको मान्छे 20 जना पठाइयो भने 2 अर्ब भित्रिन्छ। त्यो पोलिसी ल्याउनुपर्छ। वैदेशिक रोजगारीमा भएको मान्छेसँग त्यो पोलिसी छ त्यो नियम छ। मैले तेस्रो कुरा सोधेँ हाम्रो देशको संरचना कहाँ छ र कसरी छ। पहिलेको करप्टेड भनेको चाहिँ पोलिटिकल पार्टी मात्रै होइन। यहाँ ऋषि धमलाजी हुनुहुन्छ उहाँ 2000 कति सालदेखि पत्रकारिता गरेर आउनुभएको उहाँलाई पनि करप्टेड भन्छन् अहिले जेएनजीको आन्दोलनमा उहाँ तपाईँहरूसँग जसरी जोडिनु भएको छ